हो त्योहरू गर हातले यसो तन्काउने गुड ल नानीहरूलाई त्यसरी सिकाउनुपर्छ है सानैदेखि यो कुरोहरू सिकायो जहाँ रक्सी सिगरेट बिडी ड्रग्सहरू खानु हुँदैन यस्तो चिजले हामीलाई खतम बनाउँछ यो बनाउँछ त्यो बनाउँछ उनीहरूलाई पर्सनलमा धेरै कुरोहरू फोटोहरू देखाउँछु यस्तो चिजहरू खानु हुँदैन यो गर्नु हुँदैन त्यो गर्नु हुँदैन भनेर तपाईँहरूले नि सपोर्ट गर्नुपर्छ है सोसाइटीको लागि चाहिँ सोच्नुपर्छ हाम्रो सोसाइटी कहाँ पुगेर जाँदैछ बर्बाद भएर जाँदैछ आज भोलि त तर राम्रो काम हुँदैछ ड्रग्सहरू पक्रिँदैछ राम्रो अलिक दर्रो कानुन पनि दर्रो बनाउनुपर्छ यो ड्रग्स बेच्ने खानेहरूलाई चाहिँ हामीले यसरी फ्री क्लास गराउँदैछौँ हर्कुलस बडी बिल्डिङ सेन्टरले नानीहरूलाई किन गराएको भन्दाखेरि कतिजनाले मेसेज पनि गरिरहेको थियो सानो नानीहरूले जिम गर्नुहुन्छ नि होइन उनीहरूलाई यस्तो स्टेज एक्सर्साइजहरू हुन्छ यसरी यो सानैदेखि माइन्डमा चाहिँ यसरी एक्सर्साइज गर्नुपर्छ हेल्दी बस्नुपर्छ फिट बस्नुपर्छ हरियो परियो सागसब्जीहरू खानुपर्छ बाहिरको चिजहरू खानु हुँदैन टाइममा सुत्नुपर्छ मोबाइलहरू चलाउनु हुँदैन भनेर मेसेज दिनुको लागि उनीहरूको माइन्डमा यो कुरो हाल्नुको लागि अनि यो गएर भोलि अब अर्को छ अब तल माथि होल्ड यसरी यस्तो होल्ड उठ्यो हो गुड पछाडि हेर्छ न त अब भाइ तिमी यसो गर स्ट्रेट गर हात गुड हो सरी गुड गुड मजाले स्ट्रेच गर्नु ल अब अर्को खुट्टा गुड अब 2 हुन्छ है माथि 2 गुड 3 4 5 6 यसरी गर्नु पर्यो नानीहरूलाई कति राम्रो हुन्छ नि त सानोमा फोनहरू किनिदिएर पहिला त डक्टरको लाबरहरू केहरू किन्यो अहिलेको त आमा बाउ पनि के खतम छ नि त नानीहरूलाई फोन दिन्छ नि त यसो झुन्डिनुपर्छ ल गुड प्रकार गुल्कुसहरू खानुपर्छ जुस गुड पानी खाँदा बसेर जुसहरू खाँदा के गर्नु छ बसेर खानुपर्छ हल्का गुड यस्तो खानुपर्छ जुसहरू पानीहरू खानुपर्छ पिसाबहरू आयो भने पिसाब रोक्नु हुँदैन सट्टो जाइहाल्नुपर्छ ल गुड भक्कु पानी खानु हुँदैन एकैचोटि उसलाई नि देऊ बराबरै पो दुध त उसको को ठुलो अरे दुईजनामा को ठुलो है ऊ ठुलो तर ऊ चाहिँ मोटी भएर ठुलो दिँदो रहेछ महिनाले चाहिँ ठुलो रहेछ ऊ अब हामी भिडियो राख्दैछ हेल्दी हुनुपर्छ फिट हुनुपर्छ भन त ल हेल्दी हुनुपर्छ फिट हुनुपर्छ भन यस्तो गर्छ फिट भन्दा चाहिँ यस्तो फिट हुनुपर्छ दुईटा हातले हेल्दी हुनुपर्छ भन फिट हुनुपर्छ बाई बाई